सन्चै हुनुहुन्छ? वेलकम टु माई मिनी ब्लग हैन। आज लामो समयपछि मलाई कति धेरै भिडियो गराउन मन लाग्यो कि अनि त्यही भएर म चाहिँ भिडियो बनाउन आएको। कहिले कसो मुड चल्दैन नि त भिडियो बनाउन। अनि आज चाहिँ एकदम खुसीको खबर सुनेको, 12 घन्टा ड्युटी रे। पहिला पहिला चाहिँ 2 दिन ड्युटी 1 दिन छुट्टी थियो, रमाइलो भएको थिएन के। अनि अब चाहिँ आजबाट चाहिँ 12 घन्टा ड्युटी रे, छुट्टी पनि छैन। त्यही भएर म एकदम खुसी छु, ह्याप्पी छु। त्यही भएर म बाहिर हिँड्न आएको। रश्मितालाई चाहिँ के खाना इन्भाइट गरेको रे? सेल खाना इन्भाइट गरेको। आजै के फेरि चामल भिजाउनु है, सेल खानुपर्छ भनेको। लास्टमा चामल भिजे होला जस्तो छ। 12 घन्टा ड्युटी गर्ने कि पकाउने कि खाने कि वाकिङ गर्ने कि अझै पसलमा गएर किन्ने कि। अनि यही सिचुएसनमा फेरि अकोमोडेसन पनि सर्नुपर्छ, ल प्याक गर भने। अनि त्यो पनि कहाँ हो, त्यो ठाउँको नाम लिनुहुन्न। अनि त्यो पनि कहाँ, मरुभूमिमा। अनि 12 घन्टा ड्युटी, 1 घन्टा जान 1 घन्टा आउन, 14 घन्टा फ्रेस हुँदा घर कतिखेर कुरा गर्ने। अझ त्यही बिचमा पनि सामान प्याक गर भनेपछि हो सकिँदैन। अनि आज लास्ट हो। अब भोलि सेलसँग के तरकारी खाने भनेर खोजेको। फर्सीको मुन्टा, सधैँको फर्सीको मुन्टा आज बोडी टिपेको। अब फर्सीको मुन्टा हेर्न जाँदैछौँ, भाखा कि भाखाइन थाहा छैन होइन। अनि तपाईँहरूको के छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? के हुँदैछ त्यतातिर हल्लीचल्ली नेपालतिर? यता त गर्मी बढ्दैछ युएतिर होइन। तपाईँहरू जो जता भए पनि मेरो भिडियो चाहिँ यसो हेरेर लाइक गरिदिनु होला, अनि सब्सक्राइब गरिदिनु, सेयर गरिदिनुहोस् होइन। अब त्यही हो। अब फुर्सद हुँदा त म खासै भिडियो बनाउँदिनँ, अब त झन् फुर्सदै हुँदैन। मेरो मोबाइल चाहिँ ब्याट्री पर्सेन्ट टिक्ने भयो, त्यस्तै लगाइरहेको छ। के हो आज त राम्रै भएको छु त, फिल्टर नलाउँदा पनि। मेरो कपाल पनि लामो भएछ हौ। खुसी भएर हो कि 12 घन्टा ड्युटी भनेर। तपाईँको भन्नु न त। मेरो त एकदम ठिक छ, 12 घन्टा ड्युटी रमाइलो छ। के बोकेछ? म झन् सानो मान्छे, झन् सानो भयो। म त पुरा हेर्नु न भिआइपी हो। फेरि रश्मिता आएपछि मैले कामै गर्नु पर्दैन होइन, सब काम उसैले गरेर आइए। बोडी देखाइदिनु न त। ए अमिलो पनि छ तरकारी।